यसरी क्यामेरा समातेर दौडेको भिडियो भाइरल भएको देखिरहेको छु मैले। अझ हामी पनि दौडेर होला बनाउनु पऱ्यो, भाइरल हुनसक्छ। हेलो साथीहरू, सबैलाई गुड इभिनिङ। हामी चाहिँ यो इभिनिङमा जाँदैछौँ डुम्रे भन्ज्याङतिर। र यो हाम्रो यात्रा तपाईँहरूलाई पनि देखाऊँ भन्ने मेरो विचार अनुरूप म हिँड्दैछु अहिले। हामी अहिले मेरै गाउँ गाईडाँडाबाट अगाडि बढ्दैछौँ। मेरो दाइ चाहिँ आउँदै हुनुहुन्छ, पछाडि पछाडि अगाडि अगाडि हिँड्दैछु। बाटो अलि अप्ठ्यारो छ साथीहरू यो बाटो है, त्यही भएर म चाहिँ हिँडिरहेको छु। पुकार दाइ हिँड्दै हुनुहुन्छ अगाडि अगाडि, म पछाडि छु। अब उहाँलाई भेट्टाउने गाउँमा मेरो यति माथिसम्म मात्र जानुहुन्छ उहाँ। बाटोको अवस्था यस्तो छ, अलि राम्रो भएको अझै त। मेरो पछाडि मेरो गाउँ छ, राम्रो छ। त्यो झर्नु पर्यो। हामीहरू हिँड्दा हिँड्दै ट्र्याक्टर स्कुटर खाल्टोमा फस्यो। त्यस्तै छ हामीको बाटोको अवस्था। अब एकछिन चाहिँ म हिँड्नै पर्यो। तपाईँलाई यो झर्ना मतलब सानो खोला पनि देखाइदिउँ, त्यसपछि हामी फेरि दौड्यौँ। साथीहरू हामी अहिले डुम्रे भन्ज्याङभन्दा तल आइसकेका छौँ होइन। र म चाहिँ अगाडि अगाडि बाटो हेर्नको लागि हिँडिरहेको छु। आउनु 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 म बाटो चेक गर्दैछु। खासमा हाम्रो प्लान चाहिँ अब खरे खोला जाने प्लान भइसक्यो। बाटो चाहिँ यही हो साथीहरू होइन। हामी अहिले यहाँ छौँ होइन, खरे खोला जाने बाटोमा। यहाँको बाटोको अवस्था यस्तो छ। म चाहिँ झरिरहेको छु है, अगाडि ल्याएको हुनुहुन्छ। स्कुटरको टायर पनि अब के गरौँ यहाँ त हिलो रहेछ यार, गड्ने खाले रहेछ कि। भर्खरै स्कुटरलाई उद्धार गरियो यहाँबाट, आफ्नो स्कुटरलाई आफैले उद्धार गरियो होइन। झर्न अप्ठ्यारो परेन केही, तर यहाँको पानी परेर अनि यो बालुवा माटो मिक्स भएको कारणले त्यहाँ गड्ने खाले हिलो भएर रहेछ कि। त्यो मान्छे हिँड्नको पनि गाह्रो नै छ, गडिन्छ हिलोमा। हेर्दाखेरि हिलो जस्तो छैन, तर हिलो जस्तै छ देख्दाखेरि। अगाडि पनि फेरि अर्को खोल्छ आइसक्यो। अब यो ठिकै छ। ल ल ल ल ए उता सिधै उता जाने भयो, खाल्टोमा पर्ला जस्तो लाग्यो। जान्ने फेरि स्कुटरमा राइड गरौँ एकछिन। है म चाहिँ यहाँ बाटोमा एउटा पोखरी भेटाएँ है, कति गहिरो रहेछ भनेर नाप्न खोज्दैछु। धेरै गहिरो त होइन, यो जम्मा यति हो, जम्मा यति हो। ल एउटा गीत पनि आइसकेको छ पोखर दाइको तर्फबाट। ठिक छ, च्यालेन्ज बढ्दैछ, बल्ल गीत आउँदैछ भनेपछि मजा हुँदैछ है। एडभेन्चर भनेको यही हो, एडभेन्चर गर्दाखेरि चाहिँ गीत आउनुपर्छ कि मनबाट। हिँड्नेलाई मात्रै थाहा हुन्छ यहाँको पीडा होइन। म झर्छु यार, म झर्छु कि भन्नु त रोक्नु सक्नु। अघि साथीहरू म फेरि झरिसकेँ। अहिले चाहिँ म मेरो डिमान्डमा झरेको छु होइन। यो बाटो देखेर मलाई डर लाग्यो। बाटो होइन, यो त खोला हो कि खोला, खोल्सो। बर्खामा खोल्सो हुन्छ, अरू बेला बनायो भने बल्ल बाटो हुने हो। बाटो हो तर अहिले होइन। ल यो बाटो नै हो। अब
अब एकैछिनमा हामी छरे होला ल साथीहरू। यस्तो छरे होला आफ्नो आँखाले हेऱ्यो भने थाहा हुन्छ यहाँको सुन्दरता। मोबाइलमा सायद खासै नदेखियो होला होइन। म चाहिँ फ्रन्ट क्यामेराले मात्र बनाइरहेको छु त्यसमा चाहिँ यो पनि एउटा बाध्यताले हो फ्रन्ट क्यामेरा मात्र युज गरेँ होइन। यो बाध्यतालाई पनि कसैले मन पराउँछ भने चाहिँ हामी नेक्स्ट लेभलमा लैजान्छौँ। ल साथीहरू यस्तो छरे होला हेर्नु तलबाट होइन, तलबाट माथिसम्म हामी छरे खोला आइयो दाजु मिलेर घरबाट हिँडेको त 4 बजे थियौँ होइन। 4 बजे हिँडेको थियौँ कति 40 भयो यार बाटो अप्ठ्यारो भएर आधी घन्टाको बाटो हो। आधी घन्टा अनि ल अब चाहिँ त्यस्तै रमाइलो छ। अब एकछिन रमाइलो गरिन्छ दाजु मिलेर। त्यसपछि अब एकछिन फोटोसोटो भइहाल्छ, फोटोसुट भिडियो बनाइन्छ, टिकटक बनाइहाल्नु पऱ्यो। त्यसपछि अब रमाइलो गर्छ एकछिन। यतापट्टि माथि चाहिँ रामची डाँडा भन्ने छ होइन, त्यो पनि एउटा राम्रो टुरिस्ट प्लेस हो। अहिलेको लागि चाहिँ आन्तरिक टुरिस्टहरूको लागि मात्र छ, आन्तरिक पर्यटनको लागि मात्र होइन, पर्यटकको लागि। पछि बिस्तारै यस्तै हामीले यस्तै भिडियो भ्लग बनाउँदै गयो भने यसको प्रचार हुँदै जान्छ र पछि धेरै टाढाबाट पनि टुरिस्ट आउने सम्भावना बढ्छ। यहाँ म धेरै पटक आएको छु, त्यही पनि मलाई पनि यो अझै पनि लास्टै अनौठो लाग्छ। यो भिडियो त बनाऊ भनेको यस्तै विचित्रै लाग्छ। यो राम्रो छ आउनु कहाँ पाइन्छ र मेरो फोनको क्यामेरामा मैले देखाउनै सक्दिनँ यो कति राम्रो छ, देखाउनै सक्दिनँ मैले। यहीँ आउनुपर्छ हेर्नको लागि है साथीहरू। यो हाम्रो छरे खोलाको वर्णन गरेर सकिँदैन, शब्द नै पुग्दैन। त्यही पनि म यसलाई वर्णन गर्ने प्रयास गर्छु है त। एकदम राम्रो छ। यहाँ चाहिँ चिसो हावा चलिरहेको छ। यो हावा पनि माथिबाट झरेको पानीले धकेलेर ल्याएको हावा हो। यो पानीसँगै आइरहेको छ। एकछिन यहाँ नजिक बस्यो भने त मान्छे रुदिहाल्छ एकैछिनमा। एकछिनपछि यो क्यामेरा पनि पुरा ब्लर हुन थाल्छ होइन। अनि हामी यहाँ छौँ, यसमा लेखिएको छ पैयुँ गाउँपालिकाको कार्यालय हुवास पर्वत गण्डकी प्रदेश नेपाल भनेर यहाँ लेखेको छ। लोकेसन चाहिँ यही हो है, पैयुँ गाउँपालिका। यो क्यामेरा मात्रै उल्टो देख्दो रहेछ। र यसको वर्णनमा अझै एउटा शब्द के छ भन्दा यो अलौकिक छ। यो स्वर्गबाट झरेको धारा जस्तो छ यो है। सायद यो एउटा शिवजीको शिरबाट पनि एउटा धारा झरेको छ नि, जुन हामीले देख्न सक्छौँ, सुन्न सक्छौँ। त्यो सायद यही हुनुपर्छ होइन, मलाई त्यस्तै लाग्छ। यहाँ आउँदाखेरि एउटा विचार के गर्नुपर्छ भन्दा यहाँ चाहिँ यति ठुलो पानी छ अहिले। यो बर्खा पानी परेको कारणले मात्र ठुलो पानी झर्या हो है। र अरू बेला यति ठुलो पानी यहाँ हुँदैन। फेरि तपाईँहरू आउने अनि पानी सानो भएको बेलामा आउनुभयो भने सायद यस्तो मैले भने जस्तो तपाईँले नहोला होइन। त्यस कारणले यो पानी अघिल्लो दिन पानी परेको छ भने अथवा बिहानै पेख पानी परेको छ भने यो एकदम बेस्ट हुन्छ यहाँ आउनको लागि। आशा छ तपाईँहरू आउनुहुन्छ। दसैँमा चाहिँ तपाईँहरूको लागि यो घुम्ने एउटा ठाउँ हुनसक्छ। यहाँ आएर टिकटक बनाउने होइन, फोटो खिच्ने, त्यसपछि त तपाईँहरूको फेसबुकको वाल है, टिकटकमा भिडियोहरू चाहिँ एकदम राम्रो जान सक्छ यहाँ आएपछि। यो ठ्याक्क छरे खोलाको आडमा एउटा छ यहाँ स्विमिङ पुल पनि छ साथीहरू। यहाँ स्विमिङ पुल पनि बनेको छ एउटा है। अहिले त्यहाँ धमिलो पानी मात्र छ, तर यो पानी फालेर यसमा सफा पानी हाल्न मिल्ने व्यवस्था पनि छ। यहाँ हाल्न सकिन्छ र त्यो यहाँको स्थानीयहरूले अथवा पर्यटकहरू आफैले पनि गर्न मिल्छ है। त्यसपछि यो स्विमिङ पुल पनि प्रयोग गर्नको लागि तयार हुन्छ, त्यसको पनि व्यवस्था छ गर्मीको लागि है। तर यहाँ आएर मलाई कहिले पनि गर्मी चाहिँ भएको छैन है साथी। यहाँ जहिले आउँदा पनि चिसो हावा र पानीले जहिले पनि चिसो मात्र बनाउँछ, यहाँ गर्मी कहिल्यै हुँदैन। सो स्विमिङ पुल चाहिँ कसैलाई स्विमिङ आउँछ र देखाउने ठाउँ पाइएको छैन भने यहाँ देखाउन पाइन्छ होइन। स्विमिङ आउँछ भनेर भिडियो बनाएर अथवा यहाँ आउने अरू मान्छेलाई देखाउन पाइन्छ, इम्प्रेस गर्न सकिन्छ। तर यहाँ मलाई चाहिँ कहिले पनि स्विमिङ पर्ने आवश्यकता परेन। छरे खोलामा एउटा भ्यू टावर जस्तो पनि छ, अलि झर्नालाई नजिकबाट हेर्नको लागि भनेर यो छ एउटा। अब हामी त्यहीँ जाँदैछौँ, गइसक्नु भएको छ गर्दै चाहिँ म अब जाँदैछु माथि होइन। यस्तो छ यहाँको ल झर्ना। तल चाहिँ एउटा सानो उस पनि छ, बस्नको लागि कुर्सीको व्यवस्था छ, पानी पर्दाखेरि लागि छानाको व्यवस्था पनि छ त्यहाँ। र यो अर्को ठाउँ चाहिँ म देखाउँछु भनेको यो चाहिँ एउटा मन्दिर हो। यो पक्का पनि
एक्टिभ छ होला अहिले एक्टिभ होला यो मन्दिर पक्का पनि तर हेर्दाखेरि खासै एक्टिभ भयो जस्तो लाग्दैन यहाँ आउनको यो ठाउँमा यो झरना छहरे खोलामा आउनको लागि है छहरे खोला अथवा छहरे झरना यहाँ आउनको लागि त्यो वालिङबाट पर्वत जाने रोडबाट आउने है डुम्रे भन्ज्याङसम्म आउने त्यो बाटो अनि डुम्रे भन्ज्याङमा आएर चाहिँ यो छहरे खोला कता हो भनेर सोध्नुभयो भने तपाईँलाई जसले पनि भनिदिन्छ बाटो है देखाइदिन्छ र साथीहरू यो ठाउँमा आउँदाखेरि एउटा सावधानी के अप्नाउनु पर्छ भन्दा है माथिबाट यो पानीसँगै ढुङ्गा पनि खस्ने सम्भावना बढी छ र यहाँ स्थानीय अथवा यहाँ पहिला आउँदै गरेका मान्छेहरूले पनि हामीले भनेको सुन्न सकिन्छ यहाँ ढुङ्गा खस्छ अरे भनेर हामीले पनि भर्खरै ढुङ्गा खसे जस्तो लाग्यो त्यस कारणले यो पनि तपाईँले जानकारी दिउँ भनेर हो र त्यसपछि त्यो बाहेक अरू सब कुरामा फिट एन्ड फाइन छ यो हाम्रो ठाउँ हाम्रो झरना अहिले भाइ हामी यहाँबाट लाग्यौँ